हेलो गुड मर्निङ माई फर्स्ट मिनी भ्लग। अहिले चाहिँ बिहानको 5 बजेको छ। म चाहिँ ट्रेनिङको लागि रेडी भइरहेको छु। अनि एकदम चिसो छ, हाउसो लागिरहेछ होइन। अनि मुख धुन पनि एकदम गाह्रो छ। अहिले चाहिँ म ब्रुस गर्न थालेँ। भित्र आइसकेपछि चाहिँ मैले तातो पानी खाएँ, किनभने तातो पानी चाहिँ खानुपर्छ होइन। बिहान रनिङ गर्दाखेरि चाहिँ एकदम बवाल सजिलो हुन्छ। म निस्केपछि चाहिँ एकदम बाहिर धेरै हाउसो थियो होइन। अनि मैले चाहिँ रनिङ गरेँ। रनिङ गर्न एकदमै गाह्रो भएको थियो, सास अड्किरहेको थियो। हाउसोले गर्दा एकदमै गाह्रो भएको थियो। त्यही पनि ठिक छ, अलि गर्मी गर्नुपर्ने छ नि त, त्यही भएर होइन। फाइनल्ली कवरडल पुगियो। ब्याडमिन्टन खेल्ने प्लेयरहरू पनि सबै आउनुभएको रहेछ होइन। अनि बिस्तारै म चाहिँ आफ्नो वार्मअप सकेर फुटबल गर्न थालेँ, लेसन गरेँ होइन। अनि अब फर्स्ट डे हुनाको कारणले चाहिँ अलि गाह्रो थियो अलिकता। बिस्तारै म पुसअप गर्न थालेँ। पुसअप चाहिँ 2 प्रकारको थियो, एक चाहिँ अलि हार्ड थियो होइन। अनि बिस्तारै गरेँ, एकदम बवाल मजा आइरहेको थियो होइन। चिसो मौसममा यस्तो एक्सर्साइज गर्दा चाहिँ एकदम बवाल। फाइनली ट्रेनिङ सकेर घर फर्किरहेको छु। हामीसँग हुनुहुन्छ आसमाजी फेन्सिङ प्लेयर हुनुहुन्छ। हाउसोले चाहिँ पुरै केही देखिरहेको छैन होइन, चिसो छ एकदमै। धन्यवाद, थ्याङ्क यू सो मच, माया गरिदिनु होला सब।